हेलो एन्ड नमस्ते। आज हजुरलाई म यो नयाँ केमिकलको विषयमा अनि चिसोपना कसरी रोक्न सकिन्छ भन्ने कुरा जानकारी गराउनलाई लिएको छु। लामो समयपछि एसियन पेन्टले यो हाइड्रोलक भन्ने नयाँ केमिकल प्रविधि नेपालमा लन्च गरेको छ। यसले चाहिँ तपाईँहरूको त्यो चिसोपना आएर यो सबै उकाइदिने, विशेष गरी यो एट्याच बाथरुमहरूको वालहरूमा चाहिँ एकदमै चिसो फाल्ने, रङहरू फालिदिने, यहाँ पनि चिसोको कारणले गर्दाखेरि सिमेन्टी चिसोपना होइन सिपेज आएको कारणले गर्दाखेरि सिमेन्टी नै उखाएर थालिसकेको छ होइन। त्यसरी फेरि नयाँ प्लास्टर गरेको छ, धेरै नै फुटेको भएर इटै देख्ने भएर पुरै फालिसकेको छ। अब यसमा चाहिँ अब हामीले के गर्ने भन्दाखेरि अब फेरि उताबाट आएको चिसोलाई चाहिँ कसरी रोक्ने भन्दाखेरि नयाँ यो एसियन पेन्टको हाइड्रोलक भन्ने बिना झन्झटिलो केमिकल आएको छ। यो चाहिँ रेडिमेड हुन्छ, यसमा केही पनि मिसाउनु पर्दैन होइन। कतिपय केमिकलहरूमा चाहिँ पानी यति मात्रामा हाल्ने होइन, पाउडर यति मात्रामा हाल्ने, रेसियो मिलाउनु पर्ने, रेसियो मिलेन भने पछि प्रब्लम आउने, त्यस्तो एकदमै झन्झटिलो केमिकलहरू छ भनेदेखि यो केमिकल चाहिँ केही पनि मिसाउनु पर्दैन। यो रेडिमेड हुन्छ, यसलाई सट्ट खोल्ने अनि लट्ठीले सट्ट खोलिदिइसकेपछि अनि पानी केही पनि नमिसाउने। अनि त्यसपछि तपाईँ के हुन्छ, जस्तै यो सबै सफा गरिसकेको छ, त्यही पनि यो उकेको ठाउँतिर पाताले मजाले जति उकिन्छ उकाउने, अनि त्यसपछि कुचो ब्रसले मजाले सफा गर्ने धुलोहरू सबै जानुपर्छ। अनि गइसकेपछि चाहिँ अब यसलाई के गर्ने भन्दाखेरि टक्क केही पनि गर्नु पर्दैन, ब्रसले यसरी यसलाई मजाले ठाडो गरेर ब्रस रोलरले लगायो भने चाहिँ भित्र राम्रोसँग जाँदैन, त्यसरी ब्रसले लगायो भने चाहिँ एकदम बेटर हुन्छ। मजाले एककोट सत्र लगाइदिने अनि 6 देखि 8 घन्टा एककोट लगाइसकेपछि मजाले सुक्छ। 6 देखि 8 घन्टा पछि फेरि एकदमै सिपेज आएको ठाउँतिर फेरि एकचोटि ठाडो पानी ठाउँतिर फेरि यसरी तेस्रो तार्ने, यसरी 2 कोट गरिसकेपछि उताबाट आउने चिसोपना यसले मजाले रोकिदिन्छ। त्यसरी अब कतिपय ठाउँहरूमा चाहिँ यो पुटिङ गरिरहेको हुन्छ होइन, यो पुटिङ चाहिँ गर्नैपर्छ किनभने यो एकदम चिल्लोपना बेसी भएको कारणले गर्दाखेरि अब नर्मल कलर लगाउँदाखेरि त्यहाँ अलिकति टल्किने, अब यस्तो नर्मल कलर लगाएर चाहिँ फेरि म्याट फिनिसिङ आउँछ। त्यसरी यो पुटिङ गर्ने भागमा चाहिँ के गर्नुपर्छ भने यो लगाइसकेपछि यो चिसोपना कहाँसम्म आएको छ, यो चिसोपना भन्दा 1.5-2 फिट होइन, 1.5 फिट जस्तै अब हामीले यहाँ 1.5 फिट छोडिसकेको छ भने यति चाहिँ छोड्नुपर्छ। हामी यति छोडेर लगाइसकेपछि चाहिँ पुटिङ एप्लाई गर्ने त अर्को भिडियोमा मैले राखिसकेको छु। डबल पुटिङ फिनिसिङ गरिसकेपछि फेरि त्यस्तै आउँछ र मजाले चिसोपना मजाले रोकिदिन्छ। त्यसैले बिना झन्झट हाइड्रोलक आएको छ, तपाईँले पनि युज गर्नु, सबैजनाले युज गर्न सकिन्छ। यो नर्मल छ, केही पनि छैन, केही पनि मिसाउनु पर्दैन। घरधनीहरू पनि कतिपय ठाउँमा वातपतिको चिसोपनाले गर्दाखेरि रुमहरूमा स्वरूपले बिगारेको अवस्थाहरू पनि कति हुँदैछ। त्यसैले यो लगाएर बिना झन्झट आफ्नो रुमलाई सुन्दर बनाउनु